आज चाहिँ बिहानै उठाउनु भएको क्या 5:30 बजे मम्मीहरूले। किन उठाउनु भएको भनेको आज मकै भाँच्नुपर्ने रहेछ। मम्मीहरूले चाहिँ मकै भाँचिराख्नु भएको छ। म चाहिँ अनि यता घरमा बिहानै खानासाना बनाएर अनि अहिले दिउँसोतिर चाहिँ दिउँसो के भन्नु बिहानै चाहिँ अहिले पनि 8 बजेको छ। यतिखेर अनि त्यही मकै भाँच्न खोरतिर गइरहेको। मम्मीहरूले चाहिँ भाँचिराख्नु भएको छ। यो मकै फेरि भाँचेन भने अब पानी सानी पऱ्यो भने बित्छ, सुकेन भने फेरि कुटाउन डिस्टर्ब हुन्छ। फेरि त्यही भएर मकै भाँच्न आएको। अब मकै भाँचेर अनि घर जानुपर्ने चाहिँ फेरि मकै भाँचेर अनि घर जानुपर्ने। घरमा गएर खानासाना खाएर अनि फेरि पानी हाल्न आउनुपर्छ कि के गर्नुपर्छ कुखुरालाई। अहिले चाहिँ मकै भाँच्न जान लागेको। क्या गरा त भात त मैले एकजनालाई मतलब हामी 3 जनालाई यति सब चाहिँ भाँचेर सकाएको यताको। अब यो र उ त खेत यति चाहिँ मम्मी दिदी बुवा आन्टी भएर भाँचेर सकाउनु भयो। आन्टी त्यहाँ भाँच्दै हुनुहुन्छ, बुवा त्यहाँ, दिदी चाहिँ सुरुबाट सुरु गर्नु भएको छ। मैले भाँच्न थालेँ भने फेरि मकै र डाँठ दुइटै आउँछ होला, त्यही भएर म चाहिँ भाँच्दिनँ। यो डाँठ होइन, यसलाई के भन्छ? यो दाउरा। मम्मी यो चाहिँ अनि के गर्ने? यो डाँठ चाहिँ यो आगो लगाइदिने हो? जाडोमा भएको त बाल्दै ताप्दै गर्नुहुन्थ्यो होला नि। न त गर्मीमा त के, न त जाडो भएको भए त जाडोमा अनि बाल्दै ताप्दै आनन्द। गर्मी भएको भए गर्मीमा त अब के गर्ने, खोले बनाउनु लाग्दा नि हुन्छ। घरमा खोले बनाउनु दाउरा छैन भने होइन। बनाउँछन् नि उखुको जुग के अरे मिठाई के भन्छ त्यसलाई? मिठा बनाउनेहरूलाई दिँदा मिल्दैन। तिनीहरूलाई बाल्न पनि सजिलो हुन्छ नि यत्रो त। इँटा भट्टामा त यसले के एउटा इँटा नि पाक्दैन होला नि। ऊ त्यसलाई दिँदा चाहिँ हुन्छ उखुवालालाई। यो यत्रो दाउरा के हुनु, यो डाँठ सब अब काटेर यहीँ सल्काउनु पर्छ। भाँच्ने मम्मी कहाँ जाने तपाईँ 8 बजी भाँचेर? ए माइजूको त खाना नि बनाउनु पर्यो। माइजूको के गर्नु, छोरो दुइटै काठमाडौँ भएपछि। अब माइजूको मलाई थाहा छैन नि कहाँ के छ कसो छ भने, नत्र म बनाइदिन्थेँ माइजू। अब चाहिँ मैले बोरा निकालेर बोरामा त्यो मकै हालेर भरेर अनि उहाँ माथि लगाएर राख्नुपर्छ कि आज माथि घाममा सुकाइदिने। अनि राम्ररी सुकायो भने बेलुकासम्ममा थ्रेसर लगाउने भन्नुभएको छ। त्यो बोरा अब यहाँ खोरभित्र छ, खोरभित्रबाट बोरा निकाल्ने। अनि बोरा निकालेर मकै भर्न जाने। झ्याम्की झ्याम मकै भर्ने, ड्याम्की ड्याम ओसार्ने। बोरा यहाँ छ। चल्लाहरू पनि यत्रो भए। सुकाउने भनेको चाहिँ यत्तिकै सुकाउने कि यसलाई फैलाएर सुकाउने? रोड माथि लगाएर सुकाउने। अनि खोस्टा सुत्दै पिस्छ? पहिला छोडाएर पिस्नु पर्छ है?
ए अनि यो खोस्टा चाहिँ उडाइदिने अनि खोया चाहिँ यता साइडमा झार्छ ए यहाँ पहिला पहिला बोरामा र छिटीमा खोला के अरे अनि खोस्टा गाईले खान्छ खोस्टा अनि खान्छ भने त लग्दा भइगयो नि खान्छ भने त गाई पनि अहिले भुलपछि घाँस राख्न पाए खान्छ नि बिरे बसिरहेको छ खेत घुमेर आएर अब मैले बोरा निकालेँ अब खेतमा त्यहाँ गएर बारीमा गएर मकै हाल्नुपर्छ क्या मकै हालेर तार रहेछ यहाँ यस्तो जम्मा गरेको मकैहरू सब बोरामा हाल्ने अनि उहाँ माथि पुगाउनु पर्ने बोकेर अनि ती घाममा सुकाएर अनि कुटाउने हो कि मैले चाहिँ जम्मा 3टा बोरा भरेँ 3टा बोरा भर्दाखेरि पसिना भयो गर्मी त्यस्तै छ एउटा बोरा यहाँ भरेँ अर्को त्यहाँ अनि अर्को त्यहाँ भरेको छु यो ओसार्नु चाहिँ अहिले नओसार्ने अहिले गर्मी भयो घाम भयो अब मम्मीहरूले पनि उताको मकै भाँचिसकेपछि अनि त्यसपछि घरतिर जाने अनि दिउँसो नत्र बेलुकातिर आएर अनि ओसारेर माथि राखिदिने अहिलेलाई चाहिँ यति नै ओसार्ने सकिएन अब कुखुरा घरमा हेर्छु पानी रहेन रहेछ पानी हालिदिन्छु बिरेले यहाँ खोरेर हट भनेको सब खोसेर म चाहिँ अब निक्लिन थालेको मम्मीहरू चाहिँ तँको अरूकोलाई पनि सकाएर अनि आउनुहुन्छ मैले चाहिँ फेरि आज बिहान खाना बनाउँदाखेरि एउटा दिदीलाई पनि बनाउनु पर्ने थियो दिदीलाई बनाएन कि आफूलाई मतलब हामीलाई मात्र बनाएँ अनि अब गएर दिदीको लागि पनि भात बसाल दिनुपर्छ आइज बिरे अनि त्यही दिदीको लागि पनि भात बसाल दिनुपर्छ गर म चाहिँ भात बसाल दिन्छु ठ्याक्क मम्मीहरू पनि सकिन आँटेको छ अब सकाएर आउनुहुन्छ अनि बिहान दिउँसो त सकिँदैन घाममा किनकि घाम एकदमै चर्को लाग्छ त्यसले मकैको खोस्टा सँगसँगै हाम्रो पनि जिउ पकाल्छ त्यसै पनि पातुलो छु झन् पकाल्यो भने केही बाँकी बस्दैन त्यही भएर दिउँसो चाहिँ हुँदैन अब बेलुकातिर चाहिँ ओसार्न सकिन्छ म चाहिँ अहिले खोर हिँडेको मकै बेलुकातिर ओसार्ने भनेको मम्मीले अहिले थुपारेर घाममा सुकायो भने राम्रो हुन्छ बिहान अहिले घाम लागेको छ भनेर अनि म चाहिँ तिरपाल बोकेर अहिले खोरतिर त्यही मकै थुपार्न जान लागेको यस्तो घाममा थुपार्नु पर्ने भनेर भन्नुभएको छ घाम फेरि यस्तो लागेछ नि के भन्नु र कहिले अनि अब मकै थुपार्नुपर्छ अनि बेलुका ट्र्याक्टर आयो भने बेलुकैतिर ठेसर लगाइदिने अब आएन भने अब भोलि बिहान अनि आयो भने चाहिँ अहिले अनि यो तिरपालहरू चाहिँ तपाईँको छोप्नुको लागि मकै पानी सानी पऱ्यो भने त भिजाउनु फेरि काम लाग्दैन नि त त्यही भएर छोप्नु पऱ्यो भने चाहिँ त्यो छोप्नको लागि चाहिँ अनि तिरपाल लिएर गएको यहीँ थुपारेको उहाँ पर लगेर थुपार्ने भनेको थियो रोडमा अनि त्यहाँ धेरै टाढा हुन्छ भनेर यहीँ खेतकै यताबाट यहाँ थुपारेको अब भरे ट्र्याक्टरलाई यहीँ लिएर आएर अनि यहीँ ठेसर लगाउने यो अघि सफा गर्नुभएको जस्तो छ उतोहरू काटेर बुवाले अनि दिदी ओसार्दै हुनुहुन्छ म त गर्मी छ म त ओसार्न सक्दिनँ अहिले त्यही पनि अलिअलि हेल्पिङ ह्यान्ड चाहिँ दिने हो त्यही हो त्योभन्दा बढी त सकिँदैन आनन्द भयो होला तपाईँलाई त 12 बजे आएर यसरी उठाउन सम्पत्ति के नाच्छु यो पानीले बगाएर लान्थ्यो बेलुका पानी पऱ्यो भने अनि कुन ठेसर लाउने हो नि मकै थुपारेर पनि सकियो अब मकै थुपारिसक्यो 12 बजे अलिअलि भएको गोरो छोरोलाई पनि मैले अब गरेर मुख धोएर चिटिक्क भएँ चिटिक्क भइसकेपछि अब यहाँ बुवाले माछा मारिरहनु भएको थियो कि बल्छी हानेर हेर्नु पर्यो कतिवटा माछा मार्नु भएको छ बल्छी हान्दै हुनुहुन्छ
ट्र्याक्टर पनि आइसक्यो आज चाँडै। मम्मीले अघि एक फोन हान्नुभएको थियो, यो वरिपरि नै थियो जस्तो छ। फोन गर्ने बित्तिकै ट्र्याक्टर पनि आइपुग्यो। अब ट्र्याक्टर आइसकेपछि ट्र्याक्टर तल खेतमा झारिरहेको छ। खेतमा झारेपछि के ट्र्याक्टर मिलाएर अनि थ्रेसर हानिदिने। ट्र्याक्टर झारिरहेको छ त्यहाँबाट। फेरि खेतमा आउने बाटो छैन के ट्र्याक्टरहरू लिएर आउन। साइकल बाइक भनेको लिएर आउने बाटो छ, ट्र्याक्टर ल्याउने चाहिँ बाटै छैन। अनि त्यही भएर यसरी अरूको खेतबाट खनेर अनि बाटो बनाएर अनि लिएर आउनुपर्छ, नत्र बाटै छैन। बिरे तँ पनि खन्न गएको छ। त्यहाँबाट झारेर यता राख्ने, यतै खन्ने। ट्र्याक्टर ट्र्याक्टर पनि आइपुग्यो, तल पनि झऱ्यो। मम्मी पनि सबभन्दा मक्ख त यहाँ भएकै अहिले मम्मी हुनुहुन्छ यहाँ। खुसीको छ भन्दाखेरि मम्मी मान्छेलाई डढाइ पनि दिनु हो, मकै पनि सकाउनु हो। तिरपाल बिछाउनु पर्छ मकै झर्नको लागि। एउटा छ, दुईटा छ, तीनटा। ट्र्याक्टर पिसाउन आएको, ट्र्याक्टर त्यही पिसाउन आएको। ट्र्याक्टरमै समस्या आयो, त्यो माथि नै जाँदै गएन कि बढ्दै बढेन अनि बनाउँदैछ। त्यो माथि सरेपछि मात्र अनि हुन्छ। अब कतिखेर बनिन्छ। दाँत के गरी बाङ्गेछ त्यसको? मुसुरीको बेला पनि त्यो के अरे भित्र जाम भएको थियो, मकैमा यो भएछ। फाइनली बन्यो ट्र्याक्टर। यहाँबाट बने छैन, घुम्दै अड्किँदै गरेछ। ती नजिक अड्किन्छ के कपडा ल्याएर बाँधेर पनि गरेको भएन। अब के गर्ने हो हेर्दैनौँ के गर्छ। अब यसरी त लास्टै टाइम लाग्ने हो नि मकै पेसाउन। ल सुरु भयो मकै हाल्न। त्यहाँ मकै हाल्ने, यहाँ जस्तो पिसाइसकेको, पिसाएर यसरी थुपारेको जम्मा गरेको। पानी खतरा आउनु थालेछ। अब यो खुल्लै राख्यो भने भिजेर सुकाउन गाह्रो हुन्छ, त्यही भएर छोपेर यसलाई राखिदिने। छोप्न पानी आइसकेको छ, तिर्पालहरू छ, अब यसलाई छोपिदिने। छोपछाप गरेर आएको पुरै भिज्यो। बुवा उता भिज्दै आउँदै हुनुहुन्छ। पानी क्यामेरामा पनि पानी परेछ, पुरै भिज्यो। तर छोप्न चाहिँ जे होस् भ्याइयो। यस्तो पानी परेको छ, पानी बिहानसम्म घाम लागेको थियो, त्यही भएर मकै सबै उठाएर थ्रेसर लगाएको। अहिले पानी पऱ्यो, मकै चाहिँ छोप्न भ्याइयो। मान्छे चाहिँ पुरै भिज्यौँ हामी। अब घरतिर जानुपर्ने छ। अब यो पानीमा भिजिसकेको छ, भिज्दै भए पनि जानु पर्यो नि।